guys, welcome back to my channel. तपाईलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ। र आज चाहिँ म माम फुपू अनि काका पनि हुनुहुन्छ हो। काका चाहिँ तल गाडी लिनु गएको छ र हामी चाहिँ कहाँ गएको माम? हामी कहाँ गएको? तीनधारे। केमा गएको? केमा? हैन के उइसमा गएको भन्नु त लु। हामी वर्तमानमा कसको? नातिको। नातिको वर्तमानमा फुपू पनि छ। आमा छोरी हो हाम्रो चाहिँ। आमा छोरी बाई। र गाइस हेर्नु आमा छोरा छोरी नातिनी गाइस नातिनी फ्यामिली डल्लै छ यहाँ। नातिनी म चाहिँ मामको। हाम्रो दादा पनि आइपुग्नु भयो गाडी ल्याएर। अब हामी चाहिँ निक्लेको यहाँबाट गाइस। तपाईलाई आजको वेदर हेर्नुहोस् कस्तो दामी छ कि। म त कतै निस्किनु पर्यो नि गाइस। वेदरले साथ दिन्छ है त। अस्ति पनि राम्रो भएको थियो गाइस। दामी छ आजको दिन। कहाँको थियो काका? कहाँको थियो? हाम्रो गाउँको गुम्बा। यहाँ पनि पर्सि उद्घाटन हुन्छ भोलि। यही हो रिमा घर यही हो। Interior ground site. It's interior ground. Sibukala. हेलो गाइस, अहिले चाहिँ हामी तीनधारे आइपुगिसके र तीनधारेको यो चाहिँ हाम्रो फोटो सुट गर्ने डाँडा रहेछ हो। तीनधारे लेखेको हाम्रो सबैजनाहरू फ्यामिली चाहिँ यहाँनिर छ। र तपाईँको तीनधारेको रेणुका हाई स्कुल बोइजको पनि रहेछ यहाँ। यो चाहिँ तीनधारे रेणुका हाई स्कुल र तीनधारे बजार। अन्त गाइस यो चाहिँ तीनधारेको उयो फ्याक्ट्री छ। ओ यहाँ सेल्फी खिच्नको लागि तयारी छ गाइस। हेर्नु हाम्रो गरम छ त्यस्तै हो। र यहाँ चाहिँ माथि रहेछ हाम्रो फुपूको घर चाहिँ गल्यो। कस्तो रहेछ फुपू? हत्तु हुँदो रहेछ सेलाकै बोतुक्कालाई बिचरा राम्रो भइरहेको थियो हाम्रो फुपूहरू। पसिनाले बोक्दैछ। के ला यता फर्केर भन्दा यता फर्केर भन्नु न के अरे? लभली हो। ऊ हाम्रो दादा गाइस हेर्नु हाम्रो दादा आँखा झप्दैछ। गल्यो यहाँबाट चाहिँ अलिकति हिँड्नु पर्दो रहेछ हो। हेर्नुहोस् है यहाँ लिचीको बोट पनि रहेछ हो। लिची फल्दै रहेछ। खै कुन चाहिँ? होइन न उता हो यता सिपाहीधुरा। यो नरबुङ यो सिपाहीधुरा हामी रहेछ तीनधारे सिलगढी साइड। निकै टाढो रहेछ नि यहाँबाट त। हाम्रो फुपू जहाँ चाहिँ चिटिक मिटिक साडीमा छ। साडीमा कस्तो लाग्यो होला? भदैनीको इच्छा हो नि त। अन्त मैले इच्छा पुरा गरिदिएको लो है। माइन्ड नगर्नु होला। फाइनल गाइस हामी चाहिँ आइपुगिसके। हुन्छ
उकालो रहेछ है म त सकेँ यिनीहरू घाँटे पर्खिन्छ म त ज्वाइँले छामा हिँड्नु सक्छ है भन्दा सक्छु म त यिनीहरूलाई साह्रो पर्यो हाम्रो दादा फोटो खिच्ने बनाएको सेल्फी वाउ के दामी ला लाइट पनि के हो रे काका यो दही पकौडा दामी मन पर्यो ल गाइस हामी चाहिँ अब यहाँबाट निस्केको हो किनभने ढिलो हुन्छ नि त साह्रै टाढो यहाँबाट अलिक टाढै छ त्यसले गर्दामा गाइस हो अब चाहिँ हामी यहाँबाट अब चाहिँ यहाँबाट निस्केको हामी गरम गरम छ आजको दिन बाटो लाग्यो खायौ पनि पिउ पनि अन्त बोकेर हिँडेको छु त्यो गर्नु पाइनँ किनभने चाहिँ ढिलो भयो नि त आउँदा ओर्दा अन्त त्यसले गर्दामा तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक शेयर एन्ड सब्सक्राइब नभुली गरिदिनुहोस् होला अन्त यता कमेन्टहरू पनि गरिदिनुहोस् है गाइस कमेन्टहरू आएको छैन मेरोबाट गाइस नेक्स्ट भिडियोमा भेटौँ होला आजको लागि यति नै